साथले मिलेर हामीले चाहिँ नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको आवश्यकताहरूलाई पूर्ति गर्नको लागि र आम नेपाली जनताको जीवन र जीवकोपार्जन सहज गर्नको लागि हामीहरू चाहिँ त्यसैमा चाहिँ केन्द्रित भएर हामी चाहिँ लागिरहेको कुरालाई पनि म यहाँ चाहिँ भन्न चाहिँ चाहन्छु र म सबैलाई चाहिँ विनम्रताका साथ के भन्न चाहन्छु भन्दाखेरि यो चाहिँ केही कमी कमजोरी भएको होला तर कमी कमजोरी मात्रै भएको होइन कि राम्रो कामहरू पनि हामीले चाहिँ गरेका छौँ। हामीहरूले खास गरेर यो चाहिँ 46 अगाडि र 46 पछाडिको त्यसमा चाहिँ कम्पेयर गर्यो भने आम नेपाली जनताको जीवन स्तर कहाँबाट कहाँ पुगेको कुरालाई यसमा चाहिँ के भएको छैन भनेर कसैले चाहिँ दुष्प्रचार गर्न खोज्छ भने त्यो चाहिँ के हो भन्दाखेरि तपाईँ हामी सबैले हामीले अनुभव गरेको देखेको कुराहरूलाई र हामीहरूले चाहिँ त्यो चाहिँ भएको विकास निर्माणका कार्यहरूलाई हामीले चाहिँ भन्नै पर्छ भन्ने कुरालाई पनि म यहाँ चाहिँ जोड चाहिँ दिन चाहन्छु र म फेरि पनि कार्यान्वित भइसकेको र त्यसमा चाहिँ तीव्रता चाहिँ आउने दिनमा भन्ने कुरा तपाईँहरूले चाहिँ भन्दै र फेरि पनि तपाईँहरूको यो जुन कोशी प्रदेश पर्यटन वर्ष 2082 चाहिँ पूर्ण सफलताको कामना गर्दै मेरो भनाइ यति आउँछु। हस्, धन्यवाद। जय नेपाल।